heading towards Trishuli Riverside Resort. यो त बन्दै रहेछ धराप रहेछ हेर्दै यहाँ त खाली यो पुल कम्प्लिट भइसक्यो छैन के हेर्नु नि यहाँ सबै खाली वाङ वाङ उ त्यो भत्केर यो बनाएर रहेछ यो वाला भत्केर त्यो भत्केर यो बन्दै रहेछ त्यही भएर यहाँ बनाइसके छैन यार धराप छ यस्तोमा बस्नु उ नट नि कसै छैन कति रुपियाँ अन्त जमाना गरे जस्तो रहेछ नि 3 वर्ष अगाडि गर्नु होला हामी चाहिँ मुगलिनमा नास्ता खाँदै खानु खानु हाम्रो त एकदम टाढाको डिस्टेन्सबाट ट्राभल गरेर आउनु भएको तपाईँ लाग्ने गरी लगभग कति किलोमिटर 500 किलोमिटर टाढाबाट दराजको प्रोग्रामको लागि भने कति इम्पोर्टेन्ट छ Manakamana Cable Car. इन्डियन भक्तजनहरू सबै आउनु भएको छ यहाँ पूजा गर्नको लागि मनोकामना यहाँ चाहिँ धेरै जसो भक्तजनहरू इन्डियाबाट आउने गर्नुहुन्छ हजुरहरूले देख्न सक्नुहुन्छ एकदम इन्डियन भक्तजनहरूमा धेरै फेमस मनोकामना केबल कार चल्ने ठाउँ Trishuli Riverside Resort. Trishuli Riverside बार एन्ड रिसेप्सन स्विमिङ पुल रिभर साइड चाहिँ यो साइडबाट जाँदैछ तलतिर अरू चाहिँ यतापट्टि रहेछ माथि जिप लाइन छ त्यहाँ होटल भइहाल्यो यहाँनिर त्रिशुली रिभर साइड त्यसको फोटो खिच्ने ठाउँ है अरू अहिले माथितिर नजाउँ तलतिर हेर्ने हो भने चाहिँ तलतिर जाउँ नि त Smile, you are on camera. शीतल ठाउँले थियो भने चाहिँ देओस्
रमाइलो ठाउँ रुमहरू पनि यहाँ रिभरको नामबाट राखेको रहेछ काली गण्डकी मर्स्याङ्दी त्यति कर्णाली है बुढी गण्डकी त्यसरी राखेको रहेछ त्यसरी रिभर साइड रिसोर्ट त्यसको इन्भाइरोमेन्ट चाहिँ एकदम शीतल रहेछ पिसवाला पनि यो चाहिँ लाइफ ज्याकेट एन्ड हेलमेटहरू राख्नुको लागि वर्ल्ड कप परिसकेको हुन्छ वर्ल्ड कप Sweepers. साइकल रहेछ साइकलबाट जिप लाइन गर्दै 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 गएर ऊ उतापट्टि पारिपट्टि रहेछ यहाँनिर चाहिँ कोही रहेछ यहाँ पनि छ तिनचोटि रिभर ड्राइभ लेखेको है अर्को चाहिँ होटेल रहेछ ठिकै छ तलपट्टि क्याम्प फायर गर्ने ठाउँ रहेछ है त्यो पनि राम्रै रहेछ अरू के छ एकदम बाँसहरू रोपेको रहेछ तल यहाँ चाहिँ फोटो खिच्ने ठाउँ कत्ताबाट चिल आएर बसेको रहेछ त्यहाँनिर चिल कि बाघ त्यहाँ आएर बसेको रहेछ साइक्लिङ पनि रहेछ हामीहरू साइक्लिङ गरेर उता जाने पारिपट्टि जस ठाउँ राम्रै भनेको रहेछ ठिक छ जाउँ अब कतिको रमाइलो हुन्छ फेसबुक त्रिशुली रिभर साइड रिसोर्ट पसिना भइहाल्छ पसिना गर्मी ओभर गर्मी छ पसिना छ पुरै भिजेरै ओभर भिजिरहेको छ त्यही जाने तल द यहीँ राखे भइहाल्यो नि अहिले यहाँ झुकिने जस्तो रहेछ यहाँ झुकिने जस्तो रहेछ क्या अलि फराकिलो भएछ स्टेप स्टेप बाई स्टेप रहेछ यहाँ छुट्टै अब बस्ने ठाउँहरू एकदम इन्भाइरोमेन्ट एकदम पिसवाला इन्भाइरोमेन्ट रहेछ दामीवाला छुट्टै छुट्टै है शीतलवाला जहाँसुकै कटेज रहेछ यतापट्टि चाहिँ कता स्विमिङ पुल भनेको खै
स्विमिङ पुल रहन्छ कि कतातिर हो खोलामै ओपन बिच त्यहाँ अलि फराकिलो भयो कि खुड्किला चाहिँ स्पेस चाहिँ टेन्टहरू रहेछ है बस्नको लागि कतार फलेको रहेछ तल टेन्टहरू रहेछ ल हेलो यो पनि तालुवा जस्तै लाग्यो यो पनि नभागिकन आरामसित बसिरहेछ त्यही रोपेट हुनुपर्छ अन्त मान्छे आगोदेखि बित्तिकै गरेर राख्यो यहाँ चाहिँ आरामसित बसिरहेछ हेलो चिल पनि गर्नु भएको छ गर्नु भएको छ कहाँ गरिरहेछ फोन गरौँ त कसलाई कसलाई यहाँ चाहिँ ऱ्याफ्टिङको लागि ढुङ्गा रेडी हुँदैछ होइन एयर फिल गरिदिनु भएको रहेछ एउटामा चाहिँ अलमोस्ट कम्प्लिट हुन लागेको थियो एउटा चाहिँ हुँदैछ ऱ्याफ्टिङ गर्न एडभेन्चरसवाला मन पराउनेलाई चाहिँ रमाइलो ठाउँ रहेछ एकदम तर मलाई चाहिँ डर लाग्छ है ऱ्याफ्टिङ ऱ्याफ्टिङ चाहिँ मलाई डर लाग्छ फेरि पनि वेलकम छ गाइज अहिले हामी चाहिँ अब बिहान स्विमिङ पुलमा आएका छौँ एकदमै रमाइलो अवस्था छ होइन गाइजहरूले चाहिँ एकदम इन्जोय गरिराख्नु भएको छ स्विमिङ गरेर हामी पनि एकछिनमा जाँदैछौँ होइन यस्तो अवस्था छ मेरो मिल्दैन हेर्नु हड्कायो भनेको अनिल डुबा हेलो ओ दिलीप ओ दिल्ली में जा रहा है स्विमिंग भन्दाखेरि भाइ हो नि त माया लाग्छ आता पानी में उता ब्ल्याक आउँछ त
पुरै कार्य आउँछ उता पुरै कार्य आउँछ आउँदैन दाइ आफ्नो फिलिङको बारेमा भन्दैन दाइ मेरो फिलिङ आइ एम लभिङ इट स्विमिङहरू गरेर सक्यो होइन अनि यही हो घुम्ने फिर्ने काम भइरहेको छ तिमी कहाँ छौ भाउ तिमी कहाँ छौ मैले डाइरेक्ट सो गाइज तपाईहरुले देख्न सक्नुहुन्छ है त्रिशुली रिभर साइड अब रिसोर्टको चाहिँ हैन अब नाइट भ्यू चाहिँ यस्तो रहेको छ हैन जोस अब यो रिसोर्ट एरिया चाहिँ एकदमै ठुलो रहेको रहेछ हैन म चाहिँ यतिको रिसोर्ट एरिया चाहिँ म गएको चाहिँ थिएन है गाइज म फर्स्ट टाइम हो हैन एकदमै राम्रो लाग्यो मलाई चाहिँ हेर्नुस् जताततै कहीँ खाली छैन कि जता स्विमिङ पुल पनि अहिले भरि भराक छ हैन अनि तल भयो उस्तै हैन जोस मजाको रहेछ यहाँ चाहिँ पारी पनि अब साइक्लिङ गर्ने हैन त्रिशुली पारी पनि रहेछ हैन यो यसको चाहिँ अब यसको त्रिशुली पारी पनि रहेछ ब्रान्च हैन राम्रै लाग्यो मलाई चाहिँ एकदम दामी छ हैन तल डिजे चलिरहेछ यहाँ चाहिँ हाम्रो साथीहरुको ककटेल चलिरहेछ मलाई चाहिँ ककटेल चर्नु भएन हैन यस्तै छ गाइस हेर्दै गर्नुस् है रमाइलो भइरहेको छ हैन गाइस नाच्दिन न त ल हाम्रो साधन ब्रो पखाइसक्यो यार मान्छेको माहौल ल पारा मैले पारा कोक हाल्नु ल ब्रो
खासै राम्रो आएन यो बलहरू आयो कि अनि यहाँ कसरी हान्ने त अनि कसरी हान्ने त हान्दै मिल्दैन त ल यहाँ दाइहरू चाहिँ एकदम स्नुकरमा इन्जोय गरिराख्नु भएको छ है कसरी हो यहाँ चाहिँ साइक्लिङ भइरहेको छ एउटा दिदी आउँदै हुनुहुन्छ होइन हेलो हेलो यहाँबाट चाहिँ होइन पारी पनि त्रिशुली रिभर साइड यही रिजोर्ट नै रहेछ कि वारिपारी चाहिँ यहाँबाट साइक्लिङ गर्न मिल्ने रहेछ त्यो बवाल छ
ल साथीहरू हामी चाहिँ अब त्रिशुली बिचतिर जाँदैछौँ है। यता साथीहरू पनि हुनुहुन्छ होइन। एकदम रमाइलो भइरहेको छ। बिहान उठ्ने बित्तिकै चर्को घामले पोलेर टेन्सन भइरहेको छ कि त्यही भएर यसो तलतिर जाउँ के कस्तो अवस्था छ, शीतल छ कि नै होइन हेरौँ के छ। केही छैन यार, ठिक आनन्द छ। गर्मी छ बढी, गर्मी छ होइन, लडिन्छ बरु यहाँ त्यसो हेर्दै होइन। ल ओब्बा भिरालो छ। अनि यार के भने खोइ भिडियोमा पनि छ होला यार। अहिले लगायो कि नै? नलाग मैले हेर्दा अहिले लगायो कि नै झ्याल भने? त्यहाँ आइरह भिडियोमा आइरह। यहाँ त कपिराइट लाग्छ नि त। कहाँ थियो फुल? ए ब्रोले दिइसकेको यता चाहिँ ट्याक्क खानपिन हुँदो रहेछ होइन। यहाँ पनि छ हल होइन, एकदम दामी छ। कहाँ थियो फुल? ल हेर्नुहोस् यता पनि अनि हाम्रो अमृत ब्रो के कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेको छ यार। तर गर्मी चाहिँ ओभर भइरहेको छ। गर्मी ओभरै छ है। गर्मी ओभर छ तर खोलाको किनार भएको भएर कहिले चाहिँ अलिअलि चाहिँ त्यता आफ्नो अडियन्सहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ मेरो चाहिँ त्रिशुलीको बारे, यो होइन यहाँको चाहिँ यो प्याकेज बारे होइन? यो सिजनमा यहाँ आएर चाहिँ के गर्न सकिन्छ? यो सिजन भनेको अहिले एकदम म्यासिभ गर्मी भइरहेको छ होइन। लगभग 40 डिग्री अबभ नै छ डेली टेम्परेचर। त्यही भएर चाहिँ अब यो सिजनमा चाहिँ अब गर्मीलाई स्किप गर्नको लागि चाहिँ यसो सिल स्विमिङ पुलमा गएर आएर खोलाको साइडको सिसिन्छ हावा खान चाहिँ रमाइलो हो होइन। तर दिउँसो चाहिँ यहाँ पनि एकदम ओभर गर्मी हुँदैछ। तर भ्यू चाहिँ एकदम बबाल मिसमराइजिङवाला दामी छ। त्यो खालि भएको साइड अशोक दाइ एक गेम मात्र खेल्न पाए है दराजको एउटा अब आउटिङ एउटा पार्टी छ होइन। त्यसैले हामी चाहिँ अहिले त्रिशुली रिभर साइड रिसोर्टमा छौँ है। एकदमै रमाइलो गरिरहेको छौँ आएदेखि चाहिँ है। स्विमिङ गरिरहेको अब छुट्टै छ मजा यो गर्मीमा होइन। अविनाश दाइ के भन्नु छ? अविनाश दाइ के भन्नु छ? चाहिँ ट्याक्कै 9 घन्टा लाग्यो है। भाइले बोलिरहेको छ। ल अविनाश दाइ मलाई चाहिँ 6 घन्टा लाग्यो। ल हाम्रो यो चाहिँ अब अविनाश दाइ के भन्नु छ तपाईँलाई? हेलो मेरो चाहिँ केही छैन होइन। म त सबभन्दा छिटो आउनेमा अविनाश दाइ र म पऱ्यौँ। तर एकदम बबाल मेसमराइजिङ भ्यू हेर्दै आइपुग्यौँ होइन यहाँ चाहिँ। तर भोलि नै हो यस्तै हुन्छ होला। भोलि चाहिँ रमाइलो छ। ठिक छ। अनिललाई के भन्नु छ? Anyone else, hey?
एकछिनमा हामी अब डिजे पार्टी पनि गर्दैछौँ स्विमिङ पुलमा होइन सो हेर्दै गर्नुहोस् है त स्टे ट्युन गाइज What's up, Dai? Hello, Dai. Hello, Omni Dai. Omni Dai. Hello, Omni Dai. Hello, guys. What's up, Dai?